What's up? Good morning guys. हामीहरू आज ओडिसी हेर्न जाँदैछौँ। बिहानको कति बजे? 7 बजे दिदी हुनुहुन्छ। दिदी म दादा जान लाग्यो टु वाच ओडिसी। क्रिस्टोफर नोलन्स अब कतिले त ग्रेटेस्ट भन्दैछन्, तर लेट्स वेट एन्ड सी। हामीहरू कुन सिनेमामा जान लाग्यो? हो कुन पोज सामाको सिटी स्क्वायर हो क्या हो, केएफएक्समा हो। टिकट्स आर डन। अब हामीहरू वी आर रनिङ लेट। 7:30 7:40 हुन लागिसक्यो। 8 बजेको सो हो, सो वी हेभ टु गेट देयर अर्ली। बाई। हामीहरू लाइनमा लागेको छौँ। यत्रो लामो लाइन छ ओडिसी हेर्नलाई। अङ्कल आन्टीहरू पनि फ्यान हुनुहुन्छ। ए गौँथली खल्तीमा प्राइस छ यसकोमा। खल्ती प्लिज स्पोन्सर मी। खल्ती प्लिज स्पोन्सर मी। आइसा दिदी खल्तीलाई भन्नु मलाई स्पोन्सर गर्न। सो गाइस हामीहरू छिरिसक्यौँ भित्र। वी आर बी वाचिङ ओडिसी नट द वे नोलन इन्टेन्डेड। आइम्याक्स छैन नेपालमा। अब नेक्स्ट टाइम स्पाइडरम्यान पनि हेर्न आइन्छ हामी। दिदी ओडिसी हेरेर कस्तो लाग्यो? राम्रो। कुनै कुनै त बुझेन, ऊपर से गयो, कुनै कुनै बुझे आउँथ्यो। दादा अनेस्ट रिभ्यू। गरेर आएन त्यही हो। फर्स्ट पार्ट रिभाइज नभएर त्यसैन मैले चाहिँ बुझेँ। आफै यति मात्रै आयो, मैले त बुझेको थिएन। हामीहरू ओडिसी हेरेर आएर खाना खाएर अब सुमिता गएर म चाहिँ बाहिर निस्किन लाग्यो। वी आर गोइङ न्यु रोडतिर। दादाको के सामान किन्नु छ फर हिज बिजनेस। आई थिङ्क प्याकेजिङ मेटेरियल्सहरू एन्ड ब्याग्सहरू। सो वी आर गोइङ द्याट। बाई। राइट नाउ हामीहरू भर्खरै फर्क्यौँ। यति धेरै सामान किनेर आएको छौँ। यहाँ पनि छ सामान। थकित छु म त। यस्तो अनकम्फर्टेबल थियो स्कुटीमा पछाडि बस्न। बल्ल बल्ल आइयो। प्लिज गट हेयर। अब एकछिन हामीलाई निस्किनु छ। एकछिन रेस्ट गरेर अनि निस्किन्छु। पिपल आर वेटिङ फर मी बट स्टिल कम अन यार, एकछिन रेस्ट त गर्नै पर्यो। हेलो दिदी। गाइस हामीहरू अब सब काम सकेर अब पूजामातिर लाग्नु लाग्यो। पूजामा इज माई फेभरेट प्लेस इन काठमाडौँ। काठमाडौँमा मेरो चाहिँ अड्डा छ। एकजना कम काठमाडौँ एन्ड मलाई भेट्नु छ भने चाहिँ पूजामा एन्ड जस्ट गिभ मी कल, आई विल बी देयर। त्यहाँको म्यानेजर कुपेन दाई इज भेरी क्युट, भेरी ह्यान्डसम, प्योर गर्ल। प्लिज कम देयर फर हिम। म चाहिँ अब पुगेर देखाउँछु। सम अफ माई फ्रेन्ड्स आर वेटिङ। जेसिका दिदी आज सरप्राइज फर मी रे। अब हेरौँ के सरप्राइज रहेछ। अब आस्ताईलाई पनि फोन गर्छु होला इफ ही कम्स अर नट, लेट्स सी। बाई। यहाँ एकदमै हल्ला छ, तर हामीहरू पूजामा पुगिसक्यौँ। जस्ट किडिङ, दे आर फ्रेन्ड्स। खै मलाई थाहा भने यार, म बल्ल काठमाडौँ आइरहेको छु। मलाई केही थाहा छैन। 2 दिन भयो। 2 दिन त भयो। यो त कस्तो सहर जस्तो। म त गाउँले भएँ। हजुर क्या हो मैले त देखेकै थिएन अहिलेसम्म। यो सहरै क्या हो। आफै खुल्ने ढोका छन्, आफै चढ्ने सिँढी छन्। पहिलो फ्लोरबाट 8औँ फ्लोरमा यत्तिकै पुगाइदिए मलाई त। लिफ्टमा झन्डै अड्केन म त, मरिगएँ।
हामी झाँक्रीलाई देखाएँ जन्तर लाछु मैले सन्चो भएन भनेर हस्पिटल गएर पुगेन जन्तर पनि लाएँ गाइस मैले त्यो देखाएको थिएन छैन म आधा रुचिसकेँ भर्खर निस्केँ म उजामाबाट आइम वेटिङ फर माई राइड ट्याक्सी आउँदैछ बाइकै नपाएर पठाउँछ नपाएर आई हेभ बिन सर्चिङ फर यति टाइम आधी घन्टा हुन लागिसक्यो मैले खोज्न लागेको बल्ल बाइक साइक केही नआएर एउटा ट्याक्सी आउँदैछ आइम गोइङ होम एन्ड द्याट इट वाज सच अ ग्रेट डे रमाइलो भयो आज बिहानदेखि हिँडेको एकदमै रमाइलो भयो एन्ड अब गाडीमा भेटौँला नयाँ सुरुवात गरौँ भुलिदेऊ विगतलाई नयाँ सुरुवात गरौँ भुलिदेऊ विगतलाई आफ्टर हाफ एन आवर अफ ट्राइङ बल्ल एउटा राइड एक्सेप्ट भयो जाँदैछ मम्मी घर सो इट्स रेनिङ सो हार्ड इन काठमाडौँ राइट नाउ यस्तो छ हालत सहरको यहाँ खोला कति माथि पुगिसक्यो होला उजामामा थियो आज यति खुट्टासम्म पानी पुगेको थियो झन्डै डुबाएन त्यो ठाउँ अल थ्याङ्क्स टु रोहनले सब सफा गरेर सब ड्रेनेजमा हाल्यो म राम्ररी निस्किन पाएँ एन्ड टुडे वाज अ डे फुल अफ एक्साइटमेन्ट एन्ड जस्ट रसिङ के बिहानदेखि दौडे अहिले बल्ल आएर शान्ताले बस्न पाएको छु सो द्याट्स ग्रेट बिहान 7 बजेदेखि अहिले अलमोस्ट 7 बज्न लागिसक्यो हिँडेको हिँडै सो अब जान्छु खाना खान्छु मजाले सुत्छु म द्याट्स इट फर टुडे ओडिसीको एउटा रिभ्यू चाहिँ मैले आज पोस्ट गर्छु या भोलि पोस्ट गर्छु यही भ्लगमा जब हुन्छ सो स्टे ट्युन्ड फर द्याट म रुममा पुगेँ अब म स्पा हेर्दैछु I really hope Ferrari wins today. I really hope. Leclercले लिड त गरिरहेछ इट्स ओन्ली 29 ल्याप्स भयो भर्खर ह्यामिल्टनले झन्डै एउटा मेकानिकलाई उडाइदियो कि कस्तो आशा लाग्थ्यो मलाई तर नट अ थिङ टु लाफ अबाउट जस्ट ओभरटेक ल पछि भेटौँला सो गाइस that is it for today आजको vlog यति नै हुने वाला छ it's like 11 PM right now I just finished editing the vlog भोलि बिहान 10 बजे published हुन्छ and it was a hectic day अहिले I took a break 1 घण्टा जति अनि I was watching an astrophysicist play Minecraft Oliver Plays भन्ने छ and he blindly plays Minecraft without knowing anything केही पनि थाहा नभइकन जस्ट डाइभ्स इन्टु द गेम यस्तो नलेज हुनुपर्ने गेममा डाइभ गर्छ एन्ड एम जस्ट फिगरिङ स्टफ आउट इज वाट अमेजेस मी लाइक द लेभल अफ जिनियस ही इज म त कस्तो छक्क पर्छु कि कहिले काहीँ त मेकानिक्सहरू फिगर आउट गरेको देखेर सो द्याट इज समथिङ आई हेभ बिन वाचिङ केही छैन ओडिसी हेऱ्यो त्यसको रिभ्यू I'll probably give. It was a very great movie. अब रिभ्यू भनेर छुट्टै त पब्लिस गर्दैन होला मैले तर इट वाज अ भेरी गुड मुभी मेरो फेभरेट सिन चाहिँ ट्रोजन हर्समा चढेर भित्र छिरेको वाला थियो द्याट सिन द म्युजिक द कम्पोजर लडविग समथिङ हेज डन सच अ गुड जब विथ द म्युजिक लाइक मलाई रियलाइज भयो क्या यो मुभी यत्तिकै हेर्दा त मलाई यस्तो दामी लागिरहेछ आइम्याक्स 70mm मा हेरेर कस्तो होला भनेर सो इफ फ्युचरमा कहिले गएर चान्स पाएँ आइम्याक्स 70mm मा हेर्ने भनेपछि मैले हेर्छु मुभी तर टिल देन बाई सी यू अनदर डे